मापदण्डमा हामी अहिले कुरा गरिरहेका छैनौँ। मात्र के भने हामीले जुन शारीरिक सजाय हामीले जुन विद्यार्थीहरूलाई पिट्ने जुन वातावरण छ नि त्यो वातावरणको चाहिँ अन्त्य हुनु पर्यो है। पिटेर पढाउने वातावरणको चाहिँ एटलिस्ट त्यति मात्र भयो भने एउटा बालमैत्रीमा त अगाडि बढ्यो नि भन्ने कुरा मात्रै नै हो। र यो शारीरिक सजायका चाहिँ वैकल्पिक उपायहरू के हुन सक्छन् त? जस्तै भिडियोमा पनि हामीले के देखेका छौँ है, के देखेका छौँ भन्नुहोस् त? अब गृहकार्यको बारेमा पनि अब गृहकार्य गरेन तर उसको समस्या बताए, कसैको कपी सकिएको थियो कुरा। अब त्यो त एउटा समस्या सिर्जना भएको छ, त्यो शिक्षकले बुझ्न नसकेको। त्यसैले गर्दा यहाँ चाहिँ हाम्रो परामर्श मनोसामाजिक परामर्श चाहियो। त्यहाँ एउटा भिडियोमा चाहिँ देखाएको थियो एउटा शारीरिक सजायको चाहिँ विकल्पमा उसले के प्रयोग गरेको छ एउटा छ नि त्यहाँ खेल्ने समय पो लस हुँदो रहेछ भनेर उनीहरूले घरमै होमवर्क गरेर गर्न जाति रहेछ अबदेखि गर्छ भन्ने बरु घरमै गरेर आएपछि त भोलिदेखि खेल्न पाइयो नि त टिफिनमा भनेर घरमै गरेर आउनु पर्यो। अनि के भनेको छ त्यहाँ एउटा कुरा, त्यहाँ झ्यालको सिसा फुटाएको छ नि, झ्याल उनीहरूलाई बनाउनु लाग्यो। अनि जुन फटा विद्यार्थीहरू पछाडि बसेर प्रत्यक्ष निगरानीमा ल्याइयो। केही न केही हामीले उपाय त लगाउन सक्छौँ पनि देखाइएको छ। चरण नै भयो है सर हिजो भने चाहिँ ती चरण होइन, ती चाहिँ उपायहरू बालमैत्री चाहिँ पिट्नु हुँदैन, शारीरिक दण्डको चाहिँ हामी विरोधी छौँ। विद्यार्थीले होमवर्क नगरिकन आउँछ, त्यहाँबाट अब पिट्नु भयो त्यस पछाडि त्यत्तिकै छोडियो। अब आज पनि त्यत्तिकै छोडो, भोलि पनि त्यत्तिकै छोडो। अब शिक्षकले त्यसको वैकल्पिक उपाय चाहिँ सोचेर विकल्प सोचेर दण्डै नगरिकन जस विद्यार्थीले होमवर्क गर्न चाहिँ बनाउनु पर्यो। तर त्यो शारीरिक सजाय होइन, त्यसको विकल्प चाहिँ आउनु पर्यो। तर सर यस्तो छ, विद्यालय प्रशासन विद्यालयका शिक्षकहरू असल व्यवहार गर्दा गर्दै पनि कहिलेकाहीँ त्यसको परिणाम चाहिँ नकारात्मक हुन्छ। किन एउटा उदाहरण छ, अब हिमालयन ट्रस्टमा के अरे यो एडमन्ड हिलारीले कृपा गरेदेखिको हामीभन्दा धेरै अगाडिको क्षेत्र जुन मेसीमावि एसएलसीको पर्सेन्ट पनि ज्यादै राम्रो छ, कहिले पनि त्यहाँ चाहिँ नराम्रो प्रतिशत छैन। अब बाहिरका सरहरूको कुरै नटेर्ने, अब धेरैजना बाहिरको सरहरू हुनुहुन्थ्यो, विशेष गरी मावि तहमा पुगिसकेपछि अन्तिम फाइनल रिजल्ट गर्दै चैतको रिजल्ट सुनाउने बेलामा बाहिर जाने सरहरूले अघि नै झोलाहरू ट्याक्कर ल्याएर होटल उति छोड्नु पर्ने। रिजल्ट स्तरीय सरहरूले सुनाउने जो दरा छन् तिनीहरूले कति बेला के पर्छ थाहा हुँदैन। त्यसरी तयारी गर्दा गर्दै राजु एकजना यादव सरलाई झोला टिपेर कुदाउँदै मन्त्री दाउराको मुटु ठिक्क पारेर चाहिँ 2 दाउरा 3 दाउरा विद्यार्थीले हिर्काइहाल्यो। अब अरू कुरामा सबै ठिक छ, व्यवहार यो भौगोलिक कारणले विभिन्न त्यसको चेतनाको कारणले पनि असर चाहिँ हराउँदैन। सर म 2 मिनेट यस विषयमा केही बोल्नु। मलाई पहिले 1 मिनेट बोल्नुहोस्। 1 मिनेट। म यो ऋण नेपालको तालिममा पहिला आएको छु, खुसी पनि लागिरहेछ। म यो तालिममा त्यति सहभागी थिइनँ। पहिले मैले यो माथि योभन्दा अगाडि म छेस्कामा आएको थिएँ केदार आउनुभन्दा पहिले। म त्यतिखेर तालिममा जान भनेर सल्लेरी मलाई सरले पठाइदिनु भयो। सल्लेरीमा आउँदा जिल्ला शिक्षा कार्यालय तालिम थाहा रहेनछ, तालिम हो कि होइन थाहा छैन भन्ने कुरा उत्तर सरले पठाउनु भयो। त्यसपछि म फर्केर उहीँ गएपछि अर्कोचोटि तालिममा जा भन्दा म आइनँ। साँचो कुरा भनेको मैले म त्यहाँ आएँ। अब 7 दिनको बाटो चाहिँ लखर तिग्रा दुखाउने गरी हिँडेपछि अर्कोपल्ट फेरि जा भन्दा मैले हेड सरको कुरा टेरिनँ। म तालिममा आएन। पूर्वमा जाउनु छ अहिले त्यहाँ म भन्दैछु सर, त्यहाँ एउटा विद्यार्थी चौरी खर्कबाट रेस्टिकेट भएर छेस्का माइमा आएर भर्ना भएको विद्यार्थी थियो। म त्यहाँ 16 महिना बसेँ। मैले त्यहाँ अस्ति यहाँ पट्याङ्गा हानिदिन्छु भन्नुका पछाडिको केही कुराहरू पनि छन् कि सर, त्यसको पछाडि पनि सायद छेस्का माइमा त्यतिखेरको स्थितिमा म थिइनँ भने हाम्रो सायद अहिले त्यहाँ रहनु भएको हेड सर पनि अलि सही सलामत हिँड्ने विषयमा शङ्कै थियो क्या सर। त्यतिखेर त्यो भाइलाई मैले घर गएर 7 पटक ल्याएको छु, त्यो विद्यार्थी 7 पटक ल्याएको छु र उसको शरीरबाट मैले पटक अरू सरहरूले आएन मैले। त्यसमा रिस्कको कुरा पनि छ, त्यो मनोपरामर्शले आउँदैन क्या सर त्यस्तो चाहिँ कुरा जस्तो लाग्छ मलाई। हुन पनि सक्छ, अब मनोपरामर्श भएको पनि पुरै फेरि कोर्ट मार्सल तालिम गरेको आए मात्रै हो। चक्कु, साइकलका चेन, अनि त्यो रिङमा बाहिरबाट छिरेर चुट्ने यो के हो म त नाम पनि राम्ररी छैन, त्यस्ता बोकेर टिचरहरूमाथि आक्रमण गर्न, त्यस्ता हतियार बोकेर विद्यार्थी स्कुलमा आउने स्थिति बनेपछि त्यो केटाको नाममा 7 पटक पुलिस केस भएको छ। किन विद्यार्थीको नाम मैले लिने होइन? तर त्यस्तो केस स्कुलमा आइसकेपछि
केटाले एसएलसी दियो पछि मलाई फोन गरेर त पास गरेँ अहिले केटासँग मेरो राम्रो छ मैले कुटेकै कुरा साँच्चै गर्ने भने हाम्रो इन्द्र सर उहाँलाई पनि राम्ररी जानकारी छ मैले झ्यालको आगोले कुटेको विद्यार्थी नकुटेको पर म विद्यार्थी कुट्ने सन्दर्भमा होमवर्क नगरेकै भरमा विद्यार्थी कुट्नुपर्छ भन्दिनँ म विद्यार्थीले जानेन भनेकै भरमा विद्यार्थी कुट्नुपर्छ भन्दिनँ म त्यो टिचर फेल भन्ने कुरामा त्यो अहिलेको यो भिडियोसँग म पुरा सहमत छु मसँग पनि 1-2 कक्षाका विद्यार्थी हात मिलाउँछन् चक्लेट खानालाई मुख बाउँछन् त्यो एउटा कुरा भयो तर पनि कम्तीमा एउटा कुरा चाहिँ के हुनु पर्यो भने म केदार माईबाट अहिले यहाँ आइरहेको छु कम्युनिटी रिलेसनको कारणले कतिवटा कुरा चाहिँ असर परिरहेको छ सर मलाई देखेको विद्यार्थीहरूको अहिले पनि जाने भने स्कुल लागिरहेछ विद्यार्थी चाहिँ क्लासभित्र छैन विद्यार्थी कहाँ छ विद्यार्थी चाहिँ चुग्रो ड्रक्सी मैले अस्ति भनेको थिएँ क्या सर यहाँ म त हारजित भएर भनेको कतिपटक मैले ती पसलहरूमा गएर तपाईँहरू यो हरकत नगरिदिनुहोस् हाम्रो बच्चालाई क्लासमा जा भनिदिनुहोस् त्यो विद्यार्थी क्लासमा लगेर राख्ने जिम्मा कसको अब हामी के थुतेर लाने हामी गएर विद्यार्थी चाहिँ लगेर कम्युनिटीमा चाहिँ कति मान्छेहरू लुगाएर राखिदिरहेको एउटा टिचरले 2टा टिचरले एउटा हेडमास्टरले चाहेर होइन कमसेकम त्यो रिलेसन बनाउने विषयमा पनि त्यहाँ एकचोटि ऊ भएको थियो यो अभिभावकहरूलाई पनि बोलाएर एउटा कार्यक्रम भएको थियो रेड नेपालका सर हाम्रो कपिल सर पनि हुनुहुन्थ्यो त्यहाँ मैले भनेको थिएँ त्यो विद्यार्थी क्लासमा ल्याउने जिम्मा चाहिँ कसको यता सिकाइ उपलब्धि वृद्धि गर्ने भनेर चाहिँ हामी चिच्याइरहने टिचिङ स्ट्राटेजी चाहिँ यता चाहिँ हामी काटेर बसिरहने विद्यार्थी क्लासमा नराखी के बेन्च पढाएर सिकाइ उपलब्धि निकाल्ने मलाई दुःख लागेको कुरा त्यो त्यस विषयमा कम्तीमा सरहरूले अलिकति अभिभावकहरूलाई पनि अलिक छुट्टै ढङ्गले मोटिभेट भयो अहिले हामीले तपाईँले अहिले यहाँ निकालिरहनु भएको कुरा अलिकति डिफ्रेन्ट ट्र्याकमा गयो है एटलिस्ट के भनेदेखि बसौँ सर है एटलिस्ट हामीले चाहिँ एटलिस्ट हाम्रो क्लासमा त्यहाँ आउँछन् सामाजिक कुराहरू छन् त्यहाँ विभिन्न वातावरणका कुराहरू छन् होइन र अब उसको जुन जसको बारेमा तपाईँ कुरा गर्दै हुनुहुन्छ त्यसको चाहिँ आफ्नो फ्यामिली ब्याकग्राउन्ड कस्तो छ ऊ कस्तो सामाजिक परिवेशबाट आएको छ के छ त्यो धेरै कुराहरूले असर गर्छन् होइन तर एटलिस्ट हामीले के भन्न खोजेको हो भने यसको मकसद के हो भने यसको फाइनल डेस्टिनेसन कहाँ हो भने हामीले शारीरिक सजाय चाहिँ गर्ने छैनौँ कुनै पनि कारणले विद्यार्थीमा शारीरिक सजाय गर्ने छैनौँ र यदि शारीरिक सजाय गर्नु नै पर्छ भने शारीरिक सजायका अल्टरनेटिभहरू के हुन्छ त्यसको बारेमा सोचौँ आजैदेखि सोचौँ होइन त्यस्तो विषयमा त सोचेको छ तर जहाँ एक्सेप्सनल केसहरू त्यस्ता केसहरू देखा पर्छ नि सर तर घटना चाहिँ प्रतिनिधि पात्र चाहिँ त्यस्तो बन्छ क्या त्यो कुरा बन्छ क्या यस्तो सर अलिकति थोरै जोड दिन्छु ल यहाँ